बुढी किन टेन्सन लिएको टेन्सन नलेऊ न त्यो 4 लाख रुपियाँ त हो नि म छँदैछु त तिर्ने म तिरिहाल्छु नि हेर न फेरि रोको होइन नरो न भनेको म छँदैछु त तिर्ने अब तिमीले गर्दा कहाँबाट अब तिमीले पनि दक्षिणाको कुरा सुनिहाल्यौ उसको कुरामा फसिहाल्यौ ठिकै छ तर पनि केही छैन म छु तिर्ने तिम्रो बुढा जिउँदो छँदैछ त म छँदैछु खम्बा सिंह आमा आमा नरुनु म ठुलो भएर पछि 4 लाख तिर्छु त्यो 4 लाख होइन के सानो त्यो 3 करोड सम्झेर रुकमा कसरी मलाई ठग्नु त्यसलाई मैले चिनेको हो भने नि म मन्त्र फुकेर टुकेट हाल्दिन्थे ए बाबा लु भइगयो नि त भइगयो टेन्सन नलेऊ न नलेऊ है अब म काममा जान्छु तिमी अब आमा घर बस्दै गर केको काममा जानु पर्यो मलाई कति टेन्सन भएर कस्तो गाह्रो भइरहेको छ घरमै बस बरु म चाहिँ बाहिर हावा खाएर आउँछु लु न त जाऊ लु आयो 3 करोड मेरो होइन भरे बेलुकाको टिकट भयो नि अब भरे बेलुकातिर अब जाने कहाँ जाने माइ त के गर्न जानु पर्छ त माइ त अनि जानु भने होइन पर्दैन जानु मलाई रिस उठ्यो रिस उठिसके पछाडि सक्यो भडारीको रिस के कमजोर सोचेको सकिसक्यो पर्दैन जानु कस्तो हो न अनि मैले त गाडी भनिसकेँ त नि अब गाडी भनिस् कि जेसुकै होस् पैसा दिएको छैन होला चुप लाएर यहीँ बस्ने थपक्क घरमा पर्दैन काहीँ पनि जानु मलाई रिस उठ्यो तैँले मलाई रिस उठाइ सकिसक्यो म त माइत त जान्छु है बुढा ए चुप लाग छिरिक्क नबोल एक शब्द नबोल माइतको कुरा निकालिस् भने तैँले पड्काइ खान्छस् है अब छिरिक्क एक शब्द नबोले मैले भनिसकेँ तँ यहीँ घरमै बस्ने अनि अस्ति चाहिँ किन जाऊ भनेर भनेको त नि अनि कम्ती खुसी थिएँ त नि म अनि अब बिचमा आएर चाहिँ कस्तो नजाऊ भनेको चुप लाग त्यति बेला म खुसी थिएँ जा भने अहिले म रिसाएको छु जा नजा भने मैले के गरेर रिसायो फेरि तैँले गरेर हो क्या सबै चिज हुने ल्याङ नगरे धेर मलाई जा पर्दैन है माइत जानु यदि त माइत जान्छेसै भने जा माइत जान्छेसै भने जा तर सधैँको लागि फर्केर कहिले पनि नआइज सक्यो म त अर्की बुढी ल्याउँछु रिल्याक्समा बसिदिन्छु दारू सारू खाँदै यताउता म त आनन्दले बसिदिन्छु अब तैँले यस्तो देखि जान जा ढुक्क म त खुसी म त कस्तो खालको है तपाईँ त बल्ल साउन आएको छ माइत यसो जाम भनेको सुरुमा चाहिँ खुसी बनायो लास्टमा आएर त यस्तै त रहेछ त तिमी त मलाई खै खुसी नै बनाउँदैनौ क्या बुढीलाई त खुसी बनाएर राख्नुपर्छ अनि पो माइत पनि नजाम बरु बुढासँगै बसौँ गफ गरौँ लाग्छ त यसरी सुटाउँछ त्यही भएर माइत जान मन लाग्छ क्या मलाई त बुढा जा गर जा कुम्लोको डुरो लिएर जा म भोलि नै लिएर आइहाल्छु म खोल्नु लगाइहाल्छु नि कति अझै पनि उमेर छ माइत जान्छ र ल्याउ भएको जत्तिकै भनेको भने गर्छौ त अनि अस्तिकोलाई किन रिस उठाउनु त तेरो म गाला साला फुटाइदिन्छु मलाई धेरै ल्याङ नगरे जा गरेर हुन्छ माछी आयो ला 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 माइजू के भयो खै के भयो अनि 2-4 दिन बिजी हुन्छु भनेको होइन जानु नि तपाईँ कता मलाई कहीँ जानु पनि छैन केही गर्नु पनि छैन अब म बोर्डमा फल्दा हुन्छ होइन के भयो माइजू खै यो मनको कसलाई सुनाऊ त सुनाऊ के कारणले सुनाऊ कसलाई सुनाऊ लो हाम्रो माइजू बौलाएछ बौलाउनु पाए त हुन्थ्यो भन्छ 1.5 लाख छ भने दिनु न किन माइजू नत्र म मरे हुन्छ भन्छ नाथे 1.5 लाखमा कोही मर्छ
नाचे 1.5 लाख हो भने दिनु न त भान्जा 1.5 लाख। अहिले त छैन माइजू, 2-4 दिन पर्खिने भए म फिक्स दिन्छु। 2-4 दिन 1 महिना भए पनि पर्खिन्छु, तर दिनु चाहिँ दिनु है भान्जा। ल तपाईँ ढुक्क हुनुहोस्, भान्जाको बोली बन्दुकको गोली। तर भान्जा गोली चाहिँ ओसिएको नहोस् है। जिन्दगीभर कसैले बिहे नगर्नु, अहिले भर्खरै भगवान आएर के चाहियो तँलाई भनेर भन्नु भने मलाई फेरि कन्ने केटी बनाइदेऊ भनेर भन्थे, अनि त्यस पछाडि बिहे पनि गर्दिनथे। कस्तो त आफ्नै माइती पनि जान नपाउनु। 1 करोड 2 लाख। के को 2 लाख 2 लाख? 1 करोड भन्नु नि, 1 करोड परेको हो क्या? खै कति के परे मलाई थाहा छैन। अब त्यो 2 लाख चाहिँ कहाँदेखि ल्याएर तिर्नु पर्ने हो? तेरो भेनाले थाहा पायो भने मलाई यो घरदेखि निकाल्छ। ए नाना भेनालाई नभन्नु न। नभने कहाँदेखि ल्याएर तिर्नु? कमाउने भन्ने तेरो भेना हो। अलिअलि लुकाउँदै तिर्दा भयो नि। तिरिस लुकाएर अब दक्षिणाले मागे भने 1 लाख कहाँबाट ल्याएर दिनु? छैन भन्नु, भएपछि दिन्छु भन्नु। निचारे खुन्न आउँछ, काटे गु आउँछ। ए बाबा, मेरो बहिनी उखान चाहिँ सही भन्न। समय त सही छैन, उखान कसरी सही भन्नु? कमली, ए कमली। हजुर, खोइ कमले, सारो लिन जानु भएको छ। म तल भान्चिकमा गएर आउँछु। बिचरा पिरोले मर्यो होला। हुन्छ आमा, जानु न। नानाले पनि त्यसरी नखेल्नु भयो भने। धनी हुन्छु भनेर खेलेको होला नि। के गर्नु त, उसको मामा पनि उहिले जुवामा लाख लाख खेल्थ्यो, हारेर आउँथ्यो। हो र आमा, पापा पनि त्यस्तो जुवाडे हुनुहुन्थ्यो। अबै कति खेल्थ्यो, मारा मारा भन्थ्यो। 5 रोपनी अलैँची खेती हान्यो। तेरो ससुरा त साह्रै जुवाडे। हो र आमा? हो नि, जित्नेले जग्गा लिनु आयो, म त खुकुरी निकालेर खेदाएँ। मेरो जुवाडीलाई मेरो जग्गा कहाँ दिन्छु? त्यसपछि तेरो ससुराले खेल्नु छोडो। उहिले त 7 दिन 7 रात खेल्थ्यो, घरै आउँदैन थियो। ल फोन राखे ल, मेरो नानीहरूलाई स्कुल पढाउनु पर्ने। यो दक्षिणा त बोलाएछ त्यत्रो पैसा हारेर। दक्षिणा, दक्षिणा। ए हाङ्गेमा बस न। ठिकै छौ दक्षिणा? ठिकै छु। किन र? रिङ्गा त चले जस्तो, बेहोस होला जस्तो भएको छैन? छैन। कस्तो त्यत्रो पैसा हार्दा पनि केही नभएको तिमीलाई? अब मैले मात्र हारेको होइन, फेरि मैले जानी पनि हारेको होइन। अब के गर्नु? तर माइजूको पैसा दिन्छु, 1 महिनापछि दिन्छु। पर्खिनु चाहिँ भन्नु है माइजूलाई। तिमीले कति पो हान्यौ ल? 1,50,000। 50,000 चाहिँ सानो मागो। अनि माइजूले त तिमीलाई 2 लाख दिनुभएको होइन? होइन नि, ऊ के अरे 1 लाख रुपियाँ दिपिकाले चलाएको छ, अनि 1 लाख रुपियाँ मैले चलाएको। ए तिमीलाई कति न बाछी भएको। तिम्रो पैसा 1-2 दिनमा दिँदा पनि हुन्छ माइजूको, तर त्यो दिपिका बटारेले चलाएको 1 लाख त जसरी पनि फिर्ता ल्याऊ है। दक्षिणा मैले भनिदिएको छु नि, फेरि दिइहाल्छ नि हाङ्गेको आमा, उनीहरू पनि ठगिएको हो नि त। अरू कुरा म जान्दिनँ। भरे शाम बेलुकासम्ममा 1 लाख रुपियाँ खित्रीको फिर्ता आउनु पर्यो। हाम्रो माइजू त 1 नम्बरको छुच्ची हुनुहुन्छ नि। यो हाङ्गेको आमा पनि बेउरै छैन, साह्रै किच्चको। आमा आमा खोइ आमा हुनु नानाकोमा जानुभएको छ? किन त्यही पैसा उठाउनु गएको हो कि क्या हो? खै नहाल्नु नगर्नु न भन्दै ठग हो भन्दै 1 लाख रुपियाँ खर्लक्कै हाल्नु लाउनु। अब मलाई चाहियो त, मेरो पो पैसा हो त हो। दिनुहुन्छ होला नि त हो। अनि तपाईँ चाहिँ के साह्रो हो, अनि टाइम लागिहाल्छ नि पैसा जस्तो कुरा। दिनुहुन्छ नि त आमाले? दिनु त दिने हो कि। अर्को कुरा भनेको यो व्यवहारमा, यो व्यवसायमा भनेको चाहिँ आफन्त साफन्त हेरेर त्यो अलिकति लुज खालको व्यवहार गरेर पनि हुँदैन। अनि अर्को भनेको राम्रै कामको लागि, जाने बुझेकै कामको लागि थियो भने त्यो बेग्लै कुरा हुन्थ्यो। ठग भनिरहेको छु,
त्यस्तो त्यस्तो दिएन दिइहाल्छ नि भान्जीले भनेर पेलेकै गरेर के बुढेसकालमा के लोभ लागेको हो के सोच आएको हो अनि भन्दै जोगाउँदा नि बन्दै फालानेर मरिरहेछन् ल टेन्सन भयो टेन्सन के गर्छन् अब माग्ने बेलामा माग्नु त मागिएला अब फेरि भन्दा धेरै पैसा गयो अब 1-2 दिन पछाडि दिन्छ के भन्ला मलाई कहाँ के पर्ला त्यो टेन्सन नलिनु न हौ ओ तिम्रो पनि बेला भइसकिसक्यो अब तिम्रो लागि छुट्टै सोच्नुपर्ने छ नचाहँदा पनि व्यवहारले कसो खम्बा सिंह नि आज आउँदैन होला काममा म पनि जाँदिनँ अब खम्बा सिंह दाइ करोडपति भइहाले अब ऊ पो करोडपति भएर आउँदैन तिमी चाहिँ के पति भएर जाँदैनौ थपक्क काममा जाऊ जाँदिन है म त डुल्न अब जान्छु जान्छौ डुल्नु लु काममा नजाने भए हिँड त्यति बारी खन्नु सघाउ यहाँ ढाँड दुखेर आफ्नो मर्नु आँटिसकेको छु खन्दिनँ है म त वाक्क लाग्छ बारी खन्न त अल्छी लाग्छ यो पहिले नै गरेर होला कि यो काम सबै ए खोइ म उहिले 7 वर्षदेखिको भातुन गरे माइतीमा तिमीसँग पहिला तिमीसँग आएर पनि खाना पका चुल्हा चौका बारी करेसा बारी सबै गर्दा पनि खोइ मलाई वाक्क लाग्दैन मलाई वाक्क लाग्यो भने त तिमीहरू भोक्कै हुन्छौ अब पिता पुर्खादेखि चलिआएको कारण छोरी मान्छेले चुल्हा चौका त गर्ने हो नि त हो नि अहिले हामीले त्यति साह्रै त लगाएको छ नि त कहिलेकाहीँ बिरामी सिरामी पर्दा त हामी पनि त गर्छौँ मै पिता पुर्खादेखि साँच्चीकै भन्नुपर्ने हो भने त बुढा ठुल्ठुलो पहिला महाराज धिराजहरूलाई पकाउ तुलाइ गर्ने त छोरा मान्छे थियो हामी चाहिँ बाठी भएर तिमीसँग खोसेको हो क्या खोस्नु त खोस्नु काम खोसेर मरेछु हक अधिकार खोस्नु पर्ने थिएछ अहिले पनि त त्यस्तै छ नि ठुला चुल्हा चौका बेकार चाहिँ हेर्नु छोरा मान्छेले त पकाउँदैन छोरी मान्छेले पकाउँदैन अनि घरमा किन पकाउँदैनौ त तिमी पनि कहिलेकाहीँ पकाउ न त लु पकाउ आज सानो तिनो त छोरी मान्छेले नि त गर्नु पर्यो नि त हो अब यो 2-3 जनाको लागि पकाउने सानो तिनीहरू यत्रो भाँडामा भात पकाउँछ तिम्रो आमा हेर्दा त्यस्तो यति हान्छ सोनियाले बरु यति खाला म यति खाला तिमी यति हान्छौ यत्रो भाँडामा भात पकाउनुपर्छ पकाउ लु वाक्क नलगा बुढी छ्या वाक्क नलगा होइन थपक्क मलाई बारी गर्नु छ म त खन्दिनँ है बुढी छ्या मलाई त अल्छी लाग्छ बारी खन्न त बारी खन्नु होइन म त डुल्नु गयो भने त म तिमीलाई थपक्क बारी गर्नु सकौ म जान्छु बुढी वाक्क नलगा बुढी छ्या डुलेर मात्र आउने फेरि आउँदा चाहिँ आफ्नो खुट्टामा आऊ त्यहाँ अर्काको खुट्टामा आयो भने त म फेरि तिमीलाई बाहिर ढोका बाहिर आँगनमा सुताइदिन्छु म काम चाहिँ भनेपछि त मेरो बुढाको दाँत आँखा उसको चेपचाप सबैबाट पसिना आइहाल्छ मैले बानी बिगारेको हो नि हुनु त साँच्चीकै छोरी मान्छेले छोरा मान्छेको बानी बिगारिन्छ क्या कामबाट आएको होला होस् भनौँ केही गर्नु दिँदिन अनि काममा नगरे केही सघाउँदैन बानी भए पो गरोस् त अब जसरी भए पनि खिरमा चोल्टीलाई फकाएर भए पनि पैसा माग्नु पर्यो मेरो नानाले फेरि यो टेन्सनले रक्सी खानु थाल्यो भने बर्बाद हुन्छ मेरो नाना भाइ फेरि कुनै छ र मैले माग्नै पर्छ पैसा उसलाई जसरी भए पनि भगाउँछु भान्जी ए भान्जी ए माइजू पो आउनु भएछ हौ सेवा हो माइजू सेवा र पाङ्ने अनि भान्जी खोइ पाङ्ने माइजू तपाईँको भान्जी टेन्सनले गर्दाखेरि यसो डुल्नु गएको छ डुलोस् पनि घरमा सुतिरहनु भन्दा त यसो डुल्यो भने फ्रेस त हुन्छ हो हुनु त उसको उयो दिमाग पनि अलिक फ्रेस हुन्छ यसो मन पनि भुलिन्छ जाओस् हो नि माइजू अब तपाईँलाई पैसा दिनु नपाएर भन्दाखेरि अलिकति टेन्सनमा छ कि तपाईँको पैसा म छिटो म दिन्छु नि माइजू तिर्छु ल ए पाङ्ने के को टेन्सन लिनु टेन्सन नलिनु भन्नु
अलिक बिस्तारै दिँदा पनि हुन्छ। मेरै पैसा त हो नि, आफन्तमा किन उयो गर्नु? बिस्तारै कमाएर दिँदा भइहाल्छ त। टेन्सन नलिनु भनिदिनु है भान्जीलाई, बिस्तारै दिँदा हुन्छ अरे भनिदिनु। हुन्छ नि माइजू, त्यही पैसा दिनु नपाएर अलिकति टेन्सन भएको छ। बिचरा खानासाना पनि खाँदैन, निन्द्रा पनि त्यति सुत्दैन पनि। माइजूको पैसा दिनु पाएँ मलाई ढुक्कै हुन्थ्यो भनेर भनिरहेको थियो। अनि त्यही भएर माइजू म छँदैछु तिर्ने होइन, म छँदैछु। म तपाईँको पैसा ढिलो छिटो म तिर्नु चाहिँ तिर्छु है माइजू। ए टेन्सन नलिनु न, बिस्तारै दिँदा भइहाल्यो नि। भोलि पर्सि मेरो नाति लौरे लागेर तिर्दा पनि हुन्छ। हुन्छ नि बिस्तारै दिनु नि मलाई। ल ल माइजू हुन्छ टेन्सन नलिनु अरे भनिदिनु न। हुन्छ 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 माइजू हुन्छ, हस्। अब सोनियालाई मस्का लाएर कसरी पैसा झार्नुपर्छ मलाई थाहा छ। हो भण्डारी सालो, हजुर दाजु, भण्डारी खोइ? अघि जानुभयो त। ला मलाई म फेरि त्यहाँनिर सधैँ पर्खिने ठाउँमा पर्खिरहेको थिएँ, कताबाट गएछ त हौ? ए अघि नै पो गइसक्नु भयो त दाइ। खोइ एउटा खैनी देऊ त्यो बहिनी। अनि दाइ सोनिया त खपि नसक्नुको भएको रहेछ त अहिले त। के गरेर बहिनी? अनि सोनिया त आफ्नोसँग कसरी बोल्छ, को ठुलो कसरी बोल्ने केही थाहा रहेन रहेछ त। आमामा कस्तो चर्को चर्को कस्तो बोलेको। ठुलो मान्छेसँग कसरी बोल्नुपर्छ भन्ने थाहा छैन क्या। केटाकेटी मान्छे के भनौँ? के केटाकेटी भन्नुहुन्छ हौ दाइ? अहिले बिहे गर्यो भने 2 जना छोराछोरीको आमा हुन्छ। नरिसाउ न बहिनी, अब केटाकेटी नै त छ नि, सानै छ। म सम्झाउँछु नरिसाउ। अब के भनौँ कसो भनौँ, बोल्ने तरिका पनि त अहिलेसम्म सिकेको छैन। केटाकेटी नै त छ नि। अब केटाकेटी भनेर चाहिँ अब बढामा नदिराख्नु। अब ठुली भइसकि भन्ने कुरो हो मेरो। ल ल बहिनी म सम्झाउँछु, अब नरिसाउनु है। हुन्छ दाजु। यो सोनिया बिग्रिसक्यो क्या। नभए त यसै यो बियर सियर त लिन नआउनु पर्ने हो नि त। अनि बोल्न पनि ढङ्ग नभएको जस्तो कसरी मसँग बाजी कि हो त, चरी पो बाजी त। अनि अझ परिवार चाहिँ बढाएर दिन्छन् सानै छन् भनेर। साना छन् छोराछोरी, ठुला भइसके। नरुवा न, भइ त सक्यो। तिमी रुएर पैसा फर्केर आउँदैन। हारि त सक्यो, हारि होइन फसी त सक्यो। हारेको भए त एउटा मन ढुक्क हुन्थ्यो। खत्ते अर्काले खायो। अब तिमी जति रुव जति जे गर त्यो फर्किन्छ त? सानीमा म त के भएको नि, पैसा जितेर पनि थापेर पनि 1 करोडको घर किनेर 20 लाख त तँलाई पो दिइसकेको थियो। हेर न अहिले रुँदैछ हाँस्दा। कस्तो खालको टेन्सन हुन्छ हौ तिमीलाई, पीडा हुन्छ हौ। खोइ म त के भएको। अरू मान्छेहरू त टेन्सन भयो भने कति दिनसम्म भात रुच्दैन अरे। भात नपानी अलस तलस हुन्छ अरे भन्छ। म त एकैछिनमा बिर्सिन्छु हौ। दुःखको कुरा गरिरहेको हुन्छु, अहिले हाँस उठ्छ हाँसिरहन्छु, अहिले रुन्छु। भात नखाइ भने बस्छ अरे मान्छेहरू त। म त खोइ के भएको, एकछिन टेन्सन भएर भात नखाइकन बस्छु। त्यो भाँडाको भातले, त्यो थालको भातले त मलाई भनिरहेको जस्तो लाग्छ। यसो कन्ट्रोल गर्नु खोज्छु, अमी कति मायाले बोलाएको त्यो भातले। कस्तो अनादर भयो नखाँदा भनेर गम्की गम खाइहाल्दो रहेछु। अनि भरे मात्रै पो फेरि टेन्सन हुन्छ। अहिले बिर्सिसकेको थिएँ, तैँले फेरि टेन्सन भनिस्। मेरो 3 करोड भनेर 4 लाख रुपियाँ डुब्यो। लु तिम्रो मात्र डुबेको हो त? त्यो बटारेको डुबेको छ, त्यो दक्षिणाको डुबेको छ, सबैको डुबेको छ नि। अब एक्लैको डुबेको भए पो है भन्नु। सबैलाई पढ्दा त सबैलाई हेरेर चित्त बुझ्नु न। साँच्चै त्यो दक्षिणा के बिउस भएन? फरक थियो।
त्यो दिपिका झन् के भयो होला नि थुक्का बाउलाई नि सालेमा म त के भएको धेरै बेर दुःख हुनु नसक्ने रहेछ दुखी त धेरै बेर हुनै सक्दिनँ हौ के भएको यसो दुखी हुन्छु सक्दै नै सक्दिनँ म त कहिले काहीँ यसो सोध्छु हाङ्गेम्पा मान्छेको जुनी त हो होइन फ्ल्याट्टै के हुन्छ कथम कदाचित मेरो बुढा केही भइहाल्यो भने त एकछिन त्यहाँ रुन्छु होला पर गएर के हाँस्छु होला मान्छेहरूले मलाई के भन्छ होला नि सानीमा हन भट्टाई के छ हौ यसलाई पनि फसाइदिनु कि क्या हो गेम खेल भनेर नि खोजेको गर्छ त साले हन किन नबोलेको होइन फसाउनु हुँदैन कसलाई फसाउन आँटिस है तँलाई लु नि त लु केमा फसाउँदिरहेछस् फसा म फस्न तयार छु उजा बौला बहुला पो भन्छ त हो यो त होइन कस्तो हो अचम्म लाग्दो म यति सिधा सादा मान्छे छु यसैले हो क्या बहुला बनाएको मलाई म सिधा सादा मान्छे केही नबोल्ने मान्छे यसले मन परि बोलेर किचकिच गरेर म यस्तो छाडा भएको नत्र त कम्ती सोझो थिएँ त म आमा खेत्रप्पा के को खेत्रप्पा अरे के को अरे बिजनेस र पैसामा नाता गोता इष्ट मित्र साथी सङ्गी साला भेना कुल कुटुम्ब केही हेरिँदैन है 1 लाख रुपियाँ अस्ति भान्जीलाई सापट काटेर दिनुभएको थियो नि त्यो अब चाहियो त मलाई ल त्यसो भने केही हेरिँदैन भने तेरो र मेरो सम्बन्ध लुक्यो भने त 9 महिना मेरो भुँडीमा बसेको त्यसको भाडा ले कस्तो भाडा मसँग 9 महिना बसेर कति पेटमा लात्ती हानिस् कति गुमुत हगिस् उयो मेरो 10 धारा दुध खाइस् कति हगी मुती गरिस् त त्यतिकै त ठुलो भएको हो अरू टार्ने केही नै विषय छैन है केही नै कुरा छैन नि अब लास्टमा यही भन्नु पर्यो कुरा मैले पनि 1 लाख मागेपछि त मैले पनि माग्नु पर्यो नि म त जति पनि माग्न सक्छु 1 लाख 2 लाख 1 करोड खोइ दे मलाई जन्माउने त तपाईको पनि अधिकार हो नि अब पेटमा के गरे त्यो बच्चामा मलाई कहाँ थाहा हुन्छ त नि त्यस्तो कुरा किन त्यसो भने मसँग 1 लाख पैसा माग्छस् त सक्यो 1 लाख पैसा सक्यो अब आमासँग पनि पैसा माग्ने हो अप्ठ्यारो यो विषयलाई फेरि अब चाहिँ दोहोऱ्याइँदैन तेरो बाउले अहिलेसम्म त पैसा माग्ने आँट मसँग छैन यसले 1 लाख पैसा माग्छ कहिलेको मसँग त तुक्को त्यो पैसामा माग्छ है ले भन्छ इस त्यसलाई दिन्छु म किन पो त्यसो भन्यो मेरो छोरीलाई त्यति नराम्रो छ त जस्तो लाग्दैन हुन त सोनियाको पनि मुख गतिले त कहाँ छ र कोसँग के बोल्ने कसलाई के भन्ने भ्याउनै पाउँदैन कमला ए कमला किन आमा त्यो कमले खोइ कता जानुभयो चारो खोज्नु जानुभयो कि ए कमलेलाई के परे सम्झाए तल भान्जीलाई पैसा अहिले नमाग्नु भन्नु है छोरी मान्छेले नै अलिक राख्नुपर्छ क्या छोरा मान्छे भनेको बारको घोचा हो त्यसले केही जान्दैन बिस्तारी दिइहाल्छ नि आफन्त राख्नु भनेकै छोरी मान्छेले हो आफूले जान्नुपर्छ मैले पनि त्यही भनिरहेको छु कमललाई नमाग्नु पछि आफै आएर दिनुहुन्छ नानाले भनेर भनिरहेको छु म पनि आफै दिन्छ
नमाग्नु है भनेर भन्नु। आफन्त राख्नु इष्टमित्र राख्नु भनेकै हामी छोरी मान्छेले नै हो। छोरा मान्छेले जान्दैन, सम्झाउँदै गर्नु है। हुन्छ आमा, मैले पनि भनिरहेको छु। के यत्रो आँखा फुकालेर हेर्छस् गोरुको आँखा जस्तो? मेरो माइजूको पैसा फिर्ता ले। मलाई दिएको थिइस्, जसलाई दिएको थिइस् त्यसलाई माग्न। तिमीहरूको पैसा ठगिदियो, खुच्चिङ ठिक्का परो। अन्त अनि तँलाई चाहिँ ठगेन, तँलाई दियो होला होइन यत्रो मुठा। तँ कुकुर्नेहरूले गरेर त हो नि। अन्त अनि अहिले पैसा जितेको भए त कुकुर्नेहरूले गर्दा भन्थिस् होला नि होइन? कसरी खुनको आँसु चुहाउनु पर्छ तेरो तँलाई खुनको आँसु रुवाउनु पर्छ मैले जानेको छु। अहिलेसम्म पानीको आँसु त आएको छैन एक थोपा पनि। तैँले खुनको आँसु चुहाउँछस्। हेरौँ ल ठुक्का। हन महाराज धीराज थामसिंह गिरीलाई के भयो? किन झोक्क झोक्राको कति बेला आयो? अहिले नै आएको। के भयो? के हो र त्यहाँ बडारीकोतिर गएको थिएँ। त्यो बडारीको बुढीले सोनियाको बारेमा के भन्दै थियो। के भन्नु? खै सोनिया त संस्कारै नगएको, वैसा आएछ दाजु, अलिकति घरमा सम्झाउने गर्ने बोल्ने तरिका छैन। खै के किन्न आएको थियो, अलिकति खाना नहुने चिजहरू भनेर भन्दै थियो। अनि अब घरमा त खोइ त्यस्तो सिकाए जस्तो लाग्दैन, राम्रै गर्छ, छोरी सानो छ जस्तो लागेको थियो। खै के भन्दियो पनि रिसाएर मसँग रिस पोखिरहेको थियो। अब त्यो भण्डारीको बुढी पनि ठिक चाहिँ छैन। उसको बुढालाई संस्कार सिकाउनु सक्दैन, उसको बुढालाई ठाउँमा राख्नु सक्दैन, अर्काको छोरीको चियो चासो गर्ने। त्यो केटाकेटी नै छ सोनिया। के भन्दै उसले मुख पडङ पुडुङ बोलो होला नि, रिस पो उठ्छ। त्यो बच्चा बच्चीको कुरामा पनि त्यसो ठुलो मान्छेलाई भन्ने हो त? दिमाग छैन त दुईटाको नानीको आमाको? रिस उठ्दो मेरो अगाडि चाहिँ भन्नुहोस् न, म मुखैमा भनिदिन्छु सुरुमा तेरो बुढा सुधार अनि मेरो छोरी सुधार्नु आइज भनेर। होइन त्यही पनि त अब केटाकेटीलाई भा संस्कार पो दिन जान्ने कि अलिकति हुँदो रहेछ क्या मनमा चाहिँ। अब अहिलेको बच्चाहरू मुख पड्काउँछ नि, मलाई तिम्रो छोरीले मुख पड्काउँछ केही नभनी एक्कासी गएर त त्यो भण्डारीको बुढीलाई मन पऱ्यो भनेन होला त सोनियाले, केही त भन्नु होला। अचम्म। अनि तिमी चाहिँ भन्नु सकेनौ र यहाँ आएर सुनाउँछौ, मेरो अगाडि निराश हुन्छौ? भनिदिन्थ्यो नि केटाकेटी छ। अब तिमीलाई पनि एक्कासी आएर भनेन होला, तिमीले पनि केही भन्ने होला, भन्नु छैन। तिम्रो रिस उठ्दा छोडिदेऊ। त्यस्तै हो, अर्काको छोराछोरी बिग्रेको छिट्टो देख्छ, आफ्नो छोराछोरी देख्दैन। त्यही त हो नि, अर्काको बाली नाली सप्रेको राम्रो देखिन्छ अरे आफ्नो छोराछोरी। मलाई मेरो छोरी राम्रै लाग्छ, राम्रै संस्कार दिएको छु, अब उसलाई मन पर्यो। उसको छोरीलाई भनौँ त, म उसको दुईजना छ त, त्यो मुसी र हो चुड्सी, भनौँ त तिनीहरूलाई। कति नरिस उठ्दो तँ त होइन कि बुढा, सुन न, 3 करोड जित्दो भन्दै थिएन नि, ठगेछ नि हाङ्गेकामा त सर्लक्कै बिचरा रुएर यहाँ आएर ठगमा परेको रहेछ। अहिले त के स्क्याम भन्छ, अनि यस्तो अनलाइनमा त्यो लुगाहरू किन्दा पनि लु तपाईँले कोड पठाउनु पर्छ, यो पैसा तपाईँको फेरि भेरिफाई गर्नुपर्छ के भन्छ अरे। अनि कोडहरू पठाइ मागेर अनलाइन सपिङमा पनि ब्याङ्कको सबै आफ्नो खाता पाता, अब त अहिले त मोबाइलमै हुन्छ सबै सम्पत्ति। अनि साना सुनुक लगिदिन्छ अरे, त्यस्तै त्यसलाई पनि गेम खेल्नु भनेछ, पैसा पठाउनु भन्नु के को। मैले दिएको अनि कता कता बढेर कति 3-4 लाख कति पो पैसा डुबाएछ त। आएर रुँदै थियो। अनि अब सकिसकेको कुरा किन रुन्छस्, नरु भन्दै भने खायो 3 करोड हो। त्यही भएर भन्छु म बुढा, आफूले दुःख गरेर कमाएको पैसा छ भने हिफाजत हुन्छ, देखिन्छ, राखिन्छ। यसरी हावामा आएको पैसा नि हावामै उडेर जान्छ कि ठगेर यस्तो हुन्छ। त्यही भएर आँखाले देखेको कुरा प्रलोभनमा परेर कहिले त्यस्तो
यो जुवा तास यस्तो भन्छ नि कहिले नखेल्नु कहिले फलिफा पुग्दैन लु जुवामा जितेर घर बनाएको करोड करोड पैसा सम्पत्ति जोडेको उहिलेको पुर्खाको कहाँ छ कहानी नै छैन जे पनि कहानी के छ ओ तेरो बाबुआजूले यति जुवामा हानेको ओ तेरो बाबुआजूले यति तरुनीमा हानेको मात्रै छ तरुनी जुवा तास पैसामा नि कहिले हुँदैन जुवा कवि नै हुआ त्यो पनि जुवाई हो जुवाई खेलेको त्यही भन्छु क्या म बुढा म तिमीलाई पनि लोभ गरेर केहीमा नहुनु आफ्नो पसिना तप चुहाएर काम गरेको पैसा कहीँ जाँदैन आफैसँग हुन्छ त्यसै भन्दिनँ नि म तिमी थामसिङ गिरीलाई मैले त कहाँ चाहिँ त्यसो गरेको त हो नि दिनरात भनेर अर्का घर टाल्दै भित्ता टाल्दै गफ नगर दसैँमा खुलुक उसको पैसा इन्जारमा भएन कट्टु पेन्टीभित्र लुकाउँदा जानेको होइन त्यो त यसो रमाइलोको लागि मात्र त्यो जुवामा मेरो घर मेरो बुढी लैजा भनेर त खेलेको छैन नि त म बुढी र घर दिनुलाई त मान्नु पनि पर्यो नि म तिमीले पैसा लुकाएर जाँदैनौ मलाई थाहा छैन दसैँ तिहारमा म त छिरिक्क अनि म त तिमी जहाँ जान्छु तिम्रो पक्रे यस्तो म तास खेल्नु रामा म पनि जान्छु लु तिमी तास खेल्दा म पनि त्यहाँ बसेर खेलौँ त कस्तो हुँदो रहेछ तिमीलाई त्यस्तो खेल्ने नै रहन्छ लु एकै लु फेरिमै पनि नखेल्नु क्या होइन खेल्ने नै रहन्छ मसँगै भने त घरमै खेलौँ न म नि जान्न ओ तिमी नजाऊ लु ल्याउ त बुढाबुढी खेल्नु पुक्काको पानी खुवाइ बाजेको लु आऊ मलाई सिकाऊ छाड्दै तैँले टिचेस मात्रै अनि छिरिक्क हुँदैन फिरीको होस् कि टाइम पास हो कि जुवा तास भनेको खेल्नै हुँदैन छिरिक्क खेल्नु हुँदैन ए कति माइजू सेवा लु हेर्नु त जाउँ त यहाँ पैसा माग्नु जाउँ त त्यो तपाईँले अस्ति दिनुभएको छ नि त्यो माग्नु जाउँ त ए दिन्छ होला नि त भान्जी बिचरा छैन होला नि त अहिले उनीहरू पनि फसेको छ हेत्तेरिका तपाईँ कुरै बुझ्नुहुन्न क्या त्यो होइन त्यसले अर्कोलाई त्यो दिएको रहेछ क्या त्यो मेरो दुश्मन पछि तपाईँलाई कथा भनौँला कि हिँड्नु न त्यसको माथि माग्नु जानुपर्छ क्या बिचरा छैन होला अहिले कहिले कहाँदेखि ल्याएर दियोस् त दिन्छ होला नि भान्जी नातिनु न यस्तो बिचरा र सिचाराले सर्दैछ कि माइजू तपाईँ नजाने हो भने मेरो कान ल्याउनु न त दिइहाल्नु त मेरो कान दिनु म थपक्कै गइहाल्छु होइन जान्छु भान्जी बरु 2टा कान दिनु भन्दा त लु हिँड्नु न त ल म जान्छु पापा कहिले पनि लोभमा बस्नु हुँदैन नि तपाईँलाई टेन्सन छ हो पापा छैन किन र जानु टेन्सन त लिनु हुँदैन त टेन्सन लियो भनेदेखि नि मान्छे तुब्लाउँछ खानु मन लाग्दैन होइन केही गर्नु मन लाग्दैन टेन्सन लियो भने त्यही भएर टेन्सन लिएर बस्नु पनि हुँदैन है अनि अर्को कुरा टेन्सन भयो भन्दैमा जे पाए त्यही बोल्नु हुँदैन जे पाए त्यही खानु हुँदैन होइन त्यही भएर त टेन्सन यस्तो लिनै हुँदैन क्या टेन्सन लिनु पनि हुँदैन अरूलाई दिनु पनि हुँदैन है बुझ्यौ नि तिमीले ल तिमी गएर पढ होइन दिपिका होइन किन झोक्राएर बसेको बस के भयो अब बुढाको याद आएको भने हामीसँगै सम्झाउने पनि बिर्साउने पनि अब आफ्नो घरमा गोरु छैन भने अरूकै गोरु भए पनि ल्याएर त जोत्नु पर्यो नि त हेर यहाँ मान्छे पिर परेको बेलामा के भनेर जिस्किन बस है म त बोल्ने मोड पनि छैन आज होइन के चाहिँ भयो हेर न अचेल त त्यो फोनमा के गेम खेल्ने आउँदो रहेछ 3000 तिरेर गेम खेलेको 1 करोड पर्यो 1 करोड पर्यो राम 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 पर्नु त पर्यो नि पैसा माग गरेर 2 लाख पठाइसके त्यो सरकारले ट्याक्स दिनुपर्छ के यत्रो पैसाको ट्याक्स दिनुपर्छ पैसा पठाउनु अनि म हालिदिन्छु पैसा पठाइदिन्छु भन होला तानी भनेर 2 लाख पैसा पठाए पछि त ब्लक पाएँ म त यहाँ मुटु दुखेर मर्नु लागेको छु हो त्यस्तो अहिले फेसबुकमा केमा लाइभमा आउँछ स्क्याम गर्छ त्यो स्क्याम भन्ने थाहा छैन त अनि तब तिम्रो कति पैसा खाइदियो त 2 लाख 2 लाख भनेको सानो पैसा हो तिमीहरू थाहा छैन क्या गाउँको मान्छे भनेको गाउँको मान्छे हो क्या सङ्गत गर क्या बणारीको के थाहा त नि अब पहिला यस्तो जान्ने सिकाउने मान्छे पाए त फस्दिन थियो होला नि फसी त गए यहाँ मर्ने बेला भएको छ मान्छेको मान्छेहरूले नि जब फसिसक्छ अनि मात्र कुरा भन्छ
फस्नुभन्दा अगाडि त कुरा कसैले गर्दै गर्दैन, यसले पनि कमाउँछ त्यसले पनि कमाउँछ भन्ने त्यो लोभ हुन्छ नि त। त्यही भएर सबैभन्दा सुरुमा चाहिँ जान्ने बुझ्ने मान्छे को छ त्यसलाई गएर सोध्नुपर्छ, बुझ्नुपर्छ के हो कसो हो यो खेलको बारेमा भनेर बुझ्नुपर्छ। हुन त माछाले यो हाम्रो सरकारले पनि नहेरेको हो क्या, यस्तो गेम चाहिँ किन ल्याएको क्या, चलाउनै नदिनु नि, साइडहरू पुरै बन्द गरिदिनु नि। यही कुरा चाहिँ मलाई पनि एकदमै रिस उठिरहेको छ। यस्तो गरेर हुन्छ त? सरकार, नेपाल सरकारले यो गेमको विषयमा चाहिँ तुरुन्तै हटाओस् भन्ने चाहिँ मेरो पनि छ। अब तिमी फस्यौ, भोलिको दिनमा को फस्छ, हाम्रै गाउँको कतिजना फस्यो भने अनि गएन त बिचरा, नहुने मान्छेले त झुन्डिएर मर्नुपर्ने बाध्यता हुन्छ, हो क्या भन त? हो, सत्य कुरा हो नि त। भान्जा पैसा त साँच्ची दिने हो नि? अहो साँच्ची दिने हो, माइजू पनि केटाकेटी जस्तो साँच्ची दिनु है भान्जा, नत्र त म त कि त रुखमा फल्छु, कि त फेनमा फल्छु, कि त पानीमा डुब्छु। माइजू पनि केटाकेटी जस्तै गर्नुहुन्छ खालि। मैले बोलेपछि म दिदिनँ, तपाईँ ढुक्क भएर बस्नु न, म दिइहाल्छु नि तपाईँलाई। ल म ढुक्क भएको चाहिँ भान्जा, फेरि सुन्नु भयो नि मैले के भनिरहेको छु। कति पो चाहियो भन्नुहुन्थ्यो? 1.5 लाख। ए त्यस्ता नाथे 1.5 लाख त पर्खिनु न 3-4 दिन, मेरो पैसा म्यानेज भयो तपाईँलाई म झ्याप्पै हातमा दिन्छु नि त। ल म भर परेँ है भान्जा त्यसो भए। तर यो मर्ने सर्ने यो के झुन्डिने सुनिने कुरा चाहिँ नगर्नु नि माइजू। जा अब त्यस्तै 1.5 लाखमा पो माइजूको अनुहार हेर के भइसक्यो। अबदेखि हाँसेर बोल्नु ल, बस्छु ल, म लाग्यो अहिले। भन्नु भान्जाले दिन्छु भनेर मनमा अलिकति भयो भने सास आयो, तागत आयो, नत्र त मर्दा पनि हुन्छ म। अबुई दक्षिणा पनि फसेको? के को दक्षिणा मात्रै हुन्छ, तिम्रो भुपू तरुनी पनि फसेको छ नि। को त्यो हाँगेको आमा? हामी सबै फसेको छौँ नि, भन्नु पो नभएको। तर उनीहरूलाई त के को टेन्सन, धनीपतिहरूलाई जे हुनु मलाई पो भएको छ। होइन त्यो हाँगेको आमा कहाँ हिँड्यो? लु तिनीहरू त यतै आए, पैसा माग्नु आए जस्तो, म त भाग्छु गाउँ गएको छ छैन भनिदेऊ ल। ओए दिपिका, दिपिका, ओए मलाई पनि डर लाग्छ। ओए दिपिका, सुन्नु न सोनियाजी, भन्नु न। तपाईँलाई सानो सहयोग माग्नु पर्ने थियो मैले। कस्तो सहयोग हौ? अब भने पनि कसरी नभने पनि त्यस्तै समस्या छ अहिले मेरो। फेरि साथीहरूसँग पनि व्यवहार बिग्रिरहेको छ कि। कस्तो समस्या, कस्तो व्यवहार हो? भन्नु न सिधा सिधा, के समस्या हो? मलाई थोरै पैसा सहयोग चाहिएको थियो, तपाईँसँग मिलाइदिनु न। कति छ त्यो छोरे भनेको चाहिँ? त्यस्तै 1.5 लाख जति हो। आमामा, यत्रो 1.5 लाख त कहाँ म्यानेज गर्न सक्छ त नि? अब मेरो तपाईँ त हुनुहुन्छ मनको कुरा बुझ्ने, मेरो सबैको साथीहरूले पनि। अब कसरी हुन्छ त गर्ने? ठिकै छ, 3-4 दिन पर्खिनु ल, म म्यानेज गर्छु। हो ए जेठा, जेठा एकछिन यहाँ आइज नानी, यहाँ आएर बस त एकछिन, यता आइज। किन आमा? होइन तेरो बुढीको यो खुसी हो कि क्या? सोनियालाई बिहा गरिदिनु पो भन्दैछ त। ए उसले पनि अब हुर्की बढेकी छोरी, अब केही हुन्छ कथङखाल भनेर अब भनेको होला नि। त्यस्तो नराम्रो होइन होला नि त। ए नानी त सुन है, त्यो सोनिया अहिले सानै छ कि, उसको पढ्ने बेला छ, बढ्ने बेला छ, पढ्ने बेला छ, ऊ बालकै छ अहिले। त्यसलाई बिहा गरेर के गर्नु? किन त्यो घाँडो भएको छ र घरबाट पन्साउनलाई हतार परेको हो? घाँडो त किन घाँडो हुनु हो आफ्नो छोरी चेलीहरू? के भएको त?
म त छक्क पर्छु। बालकै छ, उहिले हाम्रो पालामा म त बिहे गर्दा 22-25 वर्षको थिएँ नि। अन्त मेरो नातिनी त भर्खर 17-18 वर्षको छ। त्यसको पढ्ने उमेर छ, घुम्ने उमेर छ, डुल्ने उमेर छ। त्यसलाई अहिले बिहा गरेर के पाइन्छ, के जितिन्छ? उसको भविष्य उसले बनाओस् न त, पढोस् लेखोस्, आफ्नो भविष्य बनाओस्, आफ्नो खुट्टामा उभियोस्। बिहे गर्न मात्रै ठुलो, बिहे गर्दा मात्रै ठुलो हुन्छ? त्यस्तो त होइन नि आमा। अब बुहारीले पनि त त्यस्तो नराम्रो सोचेको होइन होला। छोरी चेली अब कहिले के हुन्छ टुङ्गो हुँदैन भनेर हुनसक्छ। होइन नानी, उसलाई उसको भविष्य बनाउन दिनुपर्छ। बिहे गर्नु हामी बाबुआमाले बिहे गर्दा मात्रै हाम्रो कर्तव्य पुरा गरौँ भनेर सोच्नु हुँदैन के छोरा। उसको भविष्य बनाओस्, उसले उसको खुट्टामा उभियोस्, त्यस पछाडि गरौँ न बिहे। के बितेको छ? आफ्नो श्रीमतीलाई नि छोरा तैँले सम्झा है अलिक। तेरो श्रीमती नि जे पाए त्यही बोल्न थालेको छ, अलिक सम्झा। नत्र भने नि फेरि म बङ्गारा सङ्गारा खुस्काइदिनु नपरोस् नि। बङ्गारा त हुँदैन होला आमा, बरु यता अगाडिकोतिर खुस्काइदिउँ न। यता पछाडिको बङ्गारा खुस्कायो भने त मैले नै दुःख पाउँछु, चबाएर खुवाउनुपर्छ। चबाउन काम लाग्छ या बङ्गारा चाहिँ, अगाडिको खुस्काउँदा हुँदैन। त नजिस्कियो नानी मसँग, म जे बोल्दैछु सत्य बोल्दैछु, मलाई नजिस्की नि मसँग। आफ्नो श्रीमतीलाई सम्झा। नरिसाउनु न बुहारी, सानी नरिसाउनु। उसले पनि नराम्रो सोचेर भनेको होइन क्या आमा। अब छोरी ठुली भइसकी, ठुली नभए पनि अब कन्यादान त दिनु पऱ्यो नि त होइन। 19-20 वर्षको भइसक्यो, उसलाई पनि त यसो राम्रो घर कुल घरानाको केटा हेरेर अब बिहेदान गरिदिउँ भन्ने सोचेको होला। अब अहिले निस्केर गइहाल्नुपर्छ, त्यसलाई त खेदाइहाल्नुपर्छ भन्नेको त छैन नि त उसले पनि। तपाईँ त्यसरी नरिसाउनु क्या। इच्छा छ मलाई पनि, मेरो पनि नातिनी हो। कति दुःख कष्ट गुमुत खाएर मैले पनि हुर्काएको। मेरो नातिनीलाई मलाई पनि ठुलो मान्छे भएको देख्न इच्छा छ। मलाई पनि धेरै पढोस्, आफ्नो खुट्टामा उभियोस् भन्ने इच्छा छ। कन्यादान दिने मलाई पनि इच्छा छ नि मेरो नातिनीको। हतार गरेर हुन्छ त नानी? बुहारीले पनि कहाँ अब म बिहे गरिदिन्छु भनेर उसले तपाईँलाई भनेको त होइन नि त। तपाईँलाई सोधेको भयो नि त, आमा बिहे गरिदिउँ भनेर सोधेको होला नि त, के गरौँ भनेर सोधेको मात्रै हो। त्यसरी रिसाउनु हुँदैन नि त आमा। आइन्दा चाहिँ मेरो छेउमा नि यस्तो कुरा गरी भने नि ठिक हुँदैन नि नानी। आफ्नो श्रीमती सम्झा, नभए बङ्गारा खुस्केला फेरि। ल ल म सम्झाउँछु नि हौ। घरमा को छ? यहाँ बाहिर निस्कौँ है। के भन्दैमा? त्यो बटारेर दिएको पैसा लिन आएको हामी त। अहिलेको भरे हाम्रो माइजूलाई चाहियो अरे नि माइजू? हो नि मान्छे, अलिक दिनमा दिन्छ होला हौ, नआत न। तिम्रो पैसा अलिक दिनमा दिए पनि हुन्छ, तर बटारेको पैसा चाहिँ अहिलेको भरे चाहियो है। तिमी नै गएर भए पनि लिएर आउनुपर्छ नि। यति साह्रो पनि नगर न हौ, हामीले आमाहरू पनि फसेको हो नि त। फस्नु त हामी सबैजना फसेको हो। के भनेर चाहिँ उता दियौ त? त्यो बटारेर दिएको पैसा चाहिँ खुरुका चाहिँ छिटो आउन लिनु जानुपर्छ क्या। के भयो? खुट्टा मर्क्यो। ए हिँड न यहाँ। हस्पिटल पुग्नु पर्छ। के को हस्पिटल? बाइजु लु न उता थाम्नु। हस्पिटल यहाँ चप्पल लगाऊ त। हस्पिटल चाहिँ जानुपर्छ होला। हस्पिटल भरे भोलि जाउँ न। भरे भोलि जाँदा हुन्छ हस्पिटल। होइन यहाँ पैसा माग्नु पर्छ। ए मम्मी के गरेको हो यो? नाना, ए नाना, बिस्तारै बोल, बिस्तारै बोल। तिर उसको माइ चाहिँ यहाँ पैसा माग्न आए जस्तो छ क्या। होइन के को चुप 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 भनिरहेको? त्यो हात्ती बाटोमा आएर अघि नै मलाई मेरो माइजूको पैसा दे भन्दै उफ्रिँदै थियो। त्यसको पैसा चाहिँ हामीले खाएको हो र? त्यसो नभन्न झुप्पी, हामी हारेकै हो, पैसामा हारेकै हो। उनीहरूको पैसा ल्याएर चलाएकै हो, त्यस्तो भन्नु हुँदैन क्या। खाएको भनेर के प्रमाण छ? हामीले त दक्षिणाकोबाट ल्याएको होइन। दक्षिणालाई मागोस् न। आओस् मात्रै त उफ्रिँदै। त्यसको म के गर्नुपर्छ मैले जानेको छु। त्यस्तो नभन्नै झुप्पी, त्यस्तो नभन्। हामी हारे नै गयौँ त, अब के गर्नु त, दिनै पर्छ। माग्छन् नि उनीहरूको चलाएपछि। डरले छुलुलुलुलु हुने नै। दक्षिणाको चलाएको भोलिपछि दिन्छौँ भनेको छौँ दक्षिणालाई। उसको चाहिँ के छ प्रमाण? प्रमाण छ? कुरा गर्छ।
खाएकै हो चलाकै हो भन्नुहुन्छ। यहाँ आओस् न उफ्रिँदै कसरी जग्गा टारे खेदाउनु पर्छ मैले जानेको छु। कस्तो अवस्थामा पो ल्याइपुऱ्यायो हो यो, म त कस्तो अवस्थामा आइपुगेँ। अब मेरो 1 लाख रुपियाँ नआउने रहेछ। अप्ठ्यारो समस्या यही बेला आउँछ जस्तो लागिरहेछ। झन् अब हस्पिटलहरूमा के हुने हो। कान्छीको दिन पनि आइरहेछ, त्यसको लागि भनेर साँचेको पैसा अब माग्यो भने मेरो पेटमा 9 महिनासम्म बसेको भाडा 2 करोडले भन्छ। कुरा हो यो, नगरी खानु न मरिजानु नै बनायो। लु बोलाऊ तिम्रो एजेन्टहरूलाई। देविका ए देविका चुप किन बोलाएको? अस्तिको पैसा देऊ त, मैले त मार्नु आइसक्यो। होइन के को पैसा? कस्तो पैसा दिने होला मलाई दिएको थिएस्? दिपिका अस्तिको पैसा देऊ, यहाँ मलाई मार्नु आइसक्यो मागेर। भोलिपर्सि दिन्छु भनिरहेको छु त, अहिलेको अहिले माग्नु पर्छ, भोलिपर्सि दिन्छौँ त। भएपछि खाने बेला चाहिँ खाइस्, अहिले भोलिपर्सि भनेर हुन्छ? मेरो माइजूको पैसा निकाल। देऊ देऊ न, मलाई मार्छ त। यहाँ हेर न, खुट्टा भाँचेकोलाई पनि यहाँ उठाएर ल्याइरहेछ। अब भाप दिनु कस निचारे खुन आउँछ काटे गु आउँछ। अनि तिनीहरू पैसा लग्नु, पैसा निकाल यहाँ मेरो माइजूको। तेरो पैसा आएर उफ्रिन्छस्, छेरी छेरी बोल्छस्, नउफ्रि धेरै। मेरो पैसा नै भान्जीको पैसा हो, उफ्रिन्छ त। के भयो त? उसकै पैसा भन्दा पनि हुन्छ, खुरुकै दिनु त। ए निकालेर देऊ न हौ देविका। भाप दिनु छैन त, गोजीमा छ र चाहिँ दिनु तिमीलाई। पैसा खाने बेला खाइस् अनि अहिले तिर्ने बेला भन्छस्। के खानु झगडा गरिरहेको? यो सबै जड तिमी हो दक्षिणा। आफूले सकिँदैन भने जवानी नबस्नु, यता र उति गएर यस्तो ज्ञान भन्नुहोस् त मेरो साथी फस्यो त्यत्रो पैसा तिमी हो सबै। तिमी पनि बाठी नहो, म जाँदाखेरि त सुन्दिदिन भनिदिएको थियौ त। तिम्रो साथीलाई त दिएछौ त, तिम्रो साथी चाहिँ फसेन। कति न आफ्नो घरको चाहिँ ख्याल राख्नु छैन। आफ्नो बुढा उहाँ नयाँ घरेनीसँग जङ्गल हिँडिरहेछ, बसिरहेछ। कति न बाठी हुन्छ। भयो झुप्पी माता हजुरले गरेर मेरो खुट्टा निको भयो